यो सिद्धपीठ शिव मन्दिरको तर्फबाट सञ्चालन अनुवाद सदाको पूर्णिमामा हामी आज पनि महिनाको एक दिन भगवानको नाममा भक्ति भजनमा महिनाको एक दिन त्यो पनि साँझ हामीले अर्पेको दिन सधैँ पूर्णिमाको दिन हामी यहाँ उपस्थित रहनेछौँ अनि हाम्रो बाचा अनुसार आज पनि हामी यहाँ उपस्थित छौँ। यहाँ उपस्थित श्रद्धालु भक्तजनहरूका बिचमा म गत पूर्णिमादेखि अहिलेसम्म यस सिद्धपीठ शिव मन्दिरको नाममा सहयोग गर्ने सहयोगदाताहरूको नामावली म तपाईँहरू समक्ष प्रस्तुत गर्न गइरहेको छु। छत्रकोट 4 दिगम भाङगडा स्थायी निवासी हुनुहुन्छ पिताम्बर नेउपानेबाट रु 1505 रुपियाँ प्राप्त भएको छ। त्यसैगरी छत्रकोट 4 फलमखानी निवासी नर्मता नेउपानेबाट रु 1005, रुरु क्षेत्र गाउँपालिका 4 मुसी डाँडा सीता गैरेबाट रु 1105। त्यसैगरी छत्रकोट 4 अमराईबाट प्रतीक्षा गेवाली हुनुहुन्छ, उहाँले आफ्नो जन्मदिनको अवसरमा रु 1025 रुपियाँ प्रदान गर्नुभएको छ। त्यसैगरी छत्रकोट 4 घलाम हाल रूपन्दै बस्ने निमा बेलवासे भुषालज्यूबाट आफ्नो जन्मदिनको अवसरमा रु 1005 रुपियाँ प्रदान गर्नुभएको छ। त्यसैगरी छत्रकोट 4 सिलाम पोखरी हाल रूपन्दै बस्ने शालिक घा हुनुहुन्छ, उहाँले आफ्नो जन्मदिनको अवसरमा रु 5151 रुपियाँ प्रदान गर्नुभएको छ। यसैगरी छत्रकोट 4 दिगामा अमराई स्थायी निवासी तिलक र सिर्जना थापाबाट छोराको जन्मदिनको अवसरमा रु 1515 रुपियाँ प्रदान गर्नुभएको छ। यसैगरी चुरामणी नेउपाने छत्रकोट 4 बोखरबाट रु 1005 रुपियाँ प्रदान गर्नुभएको छ आफ्नो जन्मदिनको शुभ अवसरमा। यसैगरी छत्रकोट 4 दिगाम स्थायी निवासी हुनुहुन्थ्यो छविलाल भण्डारी बुवा, उहाँका छोरी ज्वाइँ हाल इन्डियाको भोपाल बस्नुहुन्छ डाक्टर ताराप्रसाद भण्डारी र राधा नेउपाने भण्डारीबाट हजुरबुवा छविलाल नेउपानेको सम्झनामा रु 2501 रुपियाँ प्रदान गर्नुभएको छ। त्यसैगरी सागर छत्रकोट 4 पोखर स्थायी निवासी सागर नेउपानेले आफ्नो जन्मदिनको अवसरमा रु 1005 रुपियाँ प्रदान गर्नुभएको छ। यसरी विभिन्न आफ्ना पावन अवसरमा यस सिद्धपीठ शिव मन्दिरलाई सम्झेर सहयोग गर्नुहुने सम्पूर्ण सहयोगदाताहरूको उत्तर प्रगतिको कामना गर्दै सदा सिद्धपीठ शिव मन्दिरको आशीर्वाद लागिरहोस् हामी शुभेच्छा व्यक्त गर्न चाहन्छौँ। सम्पूर्ण सहयोगी मनहरूलाई सहयोगदाताहरूलाई सम्मान स्वरूप एकपटक ताली बजाइदिनु हुनको निम्ति म सबैलाई हार्दिक अनुरोध गर्दछु र आफ्नो भजन कीर्तन कार्यक्रमलाई अगाडि बढाउनु हुन म भक्ति टिमलाई हार्दिक अनुरोध गर्दछु।